Hello, I'm Sukmaya Limbu from 6th semester. Today we are going to do a Newton's ring experiment, and the aim of this experiment is to determine the wavelength of the sodium light we used. In apparatus we have sodium lamp and this traveling microscope, and it is a setup of the combination of the plano convex lens and glass plate. And we have this spirometer. Okay, and this sodium lamp बाट चाहिँ rays of light जाँदैछ and parallel rays of light गएर चाहिँ glass plate मा चाहिँ incident हुँदैछ, and after that त्यहाँबाट चाहिँ reflect भएर चाहिँ plano convex lens मा आउँदैछ, and a part of the rays of light चाहिँ यहाँबाट direct reflect भएर जान्छ, and a part of the rays of light चाहिँ यो यिनीहरुको ear films between this plano convex lens and glass plate मा चाहिँ जान्छ, and then after that चाहिँ यो glass plate बाट चाहिँ reflect भएर त्यो फर्किन्छ हुन्छ, and these two rays are coherent with each other and they produces alternate dark and bright fringes rings which are known as the Newton's rings. Well, यहाँबाट चाहिँ rays of light निक्लिँदैछ सोडियम ल्याम्पबाट अनि यो ग्लास प्लेटमा इन्सिडेन्ट हुँदैछ, त्यहाँदेखि चाहिँ प्लेनो कन्वेक्स लेन्समा जाँदैछ, अनि अघिको जुन डायग्राममा हामीले प्रोसिजर भनेको थियो सेम त्यही रिपिट हुन्छ. इट्स जस्ट अ सेटअप. वेल, अब चाहिँ हामीले न्यूटन्स रिङ्स खोज्दैछ हो, अनि त्यसको लागि चाहिँ हामीले यो भर्टिकल स्क्रू यहाँनिर हामीले युज गर्छ, यसले युज गरेर हामीले चाहिँ न्यूटन्स रिङ्सलाई हामीले फोकस गर्छ. वन्स फोकस भइसकेपछि चाहिँ सो अब हामीले न्यूटन्स रिङ यहाँ हामीले पाइसकेको छ. अब हामीले यहाँनिर न्यूटन्स रिङ पायौँ. अब न्यूटन्स रिङ पाएपछि चाहिँ त्यसमा हामीले नम्बर अफ कन्सेन्ट्रिक सर्कल्सहरू निकैवटा देख्छ. सो त्यसमा चाहिँ हामीले रिडिङ लिँदाखेरि चाहिँ कहिले त्यो फर्स्टहरू लिनु हुँदैन, किनकि त्यो चाहिँ डिफर्म भएको हुन्छ. सो हामीले रिडिङ्स लिँदाखेरि चाहिँ सेकेन्ड थर्ड लिँदै गर्नुपर्छ. सो हामीले त्यो रिडिङ्स दिनुको लागि चाहिँ हामीले यो स्क्रू युज गरेर चाहिँ त्यो कतापट्टि राइट या लेफ्ट जुनै गर्दा पनि फर्स्ट राइटमा लियो कि लेफ्टमा लियो, र सेकेन्ड थर्ड रिङमा राखेर चाहिँ हामीले यो यहाँबाट रिडिङ लिनुपर्छ. यो लामो देख्दै गरेको यो चाहिँ मेन स्केल हो, यो सानो देख्दै गरेको चाहिँ भर्नियर स्केल हो. सो फर्स्ट हामीले यो रिडिङ लिनुभन्दा अगाडि चाहिँ वी हेभ टु नो भर्नियर कन्सटेन्ट यो लिस्ट काउन्ट थाहा हुनुपर्छ. सो लिस्ट काउन्ट चाहिँ हामीले कसरी क्यालकुलेट गर्छ भन्दाखेरि भ्याल्यु अफ स्मलेस्ट डिभिजन अन द मेन स्केल. यो मेन स्केलमा सबसे स्मलेस्ट डिभिजन कति छ त्यो लिएर डिभाइडेड बाई टोटल नम्बर अफ डिभिजन अन भर्नियर स्केल. भर्नियर स्केलमा कति डिभिजन छ त्यो लिएर चाहिँ हामीले लिस्ट काउन्ट पाउँछ 0.001 सेन्टिमिटर. यो चाहिँ हाम्रो लिस्ट काउन्ट हो भर्नियर स्केलको. देन अब हामीलाई एक्चुअल रिडिङ लिनु छ यो न्यूटन्स रिङको. कसरी लिनुपर्ने, फर्स्ट चाहिँ हामीले यहाँबाट स्क्रूबाट एडजस्ट गरेर लेफ्टपट्टि हामी सेकेन्ड रिङमा राखेको छ. सो हामी सेकेन्ड रिङमा राख्दाखेरि फर्स्ट हामीले मेन स्केल लिएको छ. मेन स्केल यहाँबाट लिन्छ 0सँग कोइन्साइड भएको कुन चाहिँ छ, 0सँग कुन चाहिँ कोइन्साइड भएको छ हो त्यो हामीले मेन स्केलमा लिन्छ. देन भर्नियर स्केल कुन चाहिँ भर्नियर स्केल चाहिँ मेन स्केलको स्केलसँग कोइन्साइड भएको छ त्यो भर्नियर स्केल हो. सो त्यसरी नै हामीले 2मा राख्यो, फेरि यसले एडजस्ट गर्दै 4मा 6मा गर्दै हामी 28सम्म राखेको छ. लेफ्टमा राख्दाखेरि चाहिँ हामीले चाहिँ 8.2देखि बढ्दै गएर 8.5सम्म पुगेको छ. सो हामीले टोटल यसको सेम वेमा हामीले राइटपट्टि पनि त्यो न्यूटन्स रिङमा सेकेन्ड फोर्थ फिफ्थको 28सम्म राख्दै यसरी नै रिडिङ लिएको छ. देन हाम्रो डिएम स्क्वायर छ. यो डिएम चाहिँ यो R1 भयो, R1 माइनस R2, यो R1 यो भयो, दुईजना जति टोटल लिएर गरेछ त्यो माइनस त्यो राइटमा कति गरेछ त्यो गर्दाखेरि हामीले यो R1 पाउँछ, डिएम पाउँछ. यसरी नै हामीले सबै क्यालकुलेट गर्दै गरेको छ. सो डिएम स्क्वायर चाहिँ सिम्पली यो डिएमको चाहिँ स्क्वायर मतलब 0.09को स्क्वायर 0.0081 यसरी नै हामी सबैको स्क्वायर लिएर चाहिँ अनि लास्टमा चाहिँ यो डिएम स्क्वायर डिएम प्लस एन स्क्वायर माइनस डिएम स्क्वायर चाहिँ हामीले कसरी लिएको छ भन्दाखेरि हामीले एन चाहिँ हामीले 8 मानेको छ. 8 भनेपछि यहाँ 28th रिङको जति पनि रिडिङ छ त्यो माइनस 20th रिङको जति पनि रिडिङ छ त्यो माइनस गर्दाखेरि चाहिँ हामीले कति आयो त्यो गर्नुपर्छ. र सेम वे सबै यसरी नै 8 को डिफ्रेन्स चाहिँ माइनस गर्दै यति लिएर चाहिँ हामीले यसको मिन निकालेको. सो अब हाम्रो मेन चाहिँ हाम्रो के थियो भन्दाखेरि चाहिँ एक्सपेरिमेन्टमा चाहिँ हामीले वेभलेन्थ निकाल्नुपर्ने थियो सोडियम लाइटको. सो त्यसको फर्मुला चाहिँ कति हो भन्दाखेरि चाहिँ डिएम प्लस एन होल स्क्वायर माइनस डिएम स्क्वायर डिभाइडेड बाई 4nr.
सो हामीले dm प्लस n होल स्क्वायर माइनस dm स्क्वायरको भ्यालु चाहिँ हामीले अघि मिन जुन गरेको छ हो त्यो युज गर्यो होइन एन्ड आफ्टर द्याट चाहिँ n को भ्यालु चाहिँ इट्स जस्ट अ अर्डर n चाहिँ होइन एन्ड अघि n अर्डर विच इज हामीले कति लिएको छ भन्दाखेरि 8 लिएको छ होइन एन्ड r इज द बेसिकली रेडियस अफ दि प्लेनो कन्भेक्स लेन्स हो जुन चाहिँ हामीले स्पेरोमिटर युज गरेर लास्टमा निकाल्छ एन्ड फाइनली हाम्रो कति आएको छ यहाँनिर वेभ लेन्थ भन्दाखेरि चाहिँ 658.7 नैनोमिटर आएको छ एन्ड सो हाम्रो मेन रिजल्ट चाहिँ के निकाल्नु भन्दाखेरि चाहिँ इट्स जस्ट अ वेभ लेन्थ सो यो चाहिँ स्पेरोमिटर हो हामीले अघि नै तपाईँहरूलाई भनिसकेको छ इन एपरेटसमा अनि चाहिँ यसले चाहिँ हामीले चाहिँ रेडियस अफ द प्लेनो कन्भेक्स लेन्स निकाल्छ सो त्यो प्लेनो कन्भेक्स लेन्स चाहिँ यसको यहाँभित्र हुन्छ यहाँ उधो तलनिर हुन्छ एन्ड यो चाहिँ यो स्क्रु खोल्नुपर्छ अनि यहाँ यो स्क्रुहरू खोलेर चाहिँ निकाल्नुपर्छ अनि चाहिँ हामीले चाहिँ यो स्पेरोमिटरले चाहिँ हामीले मेजर गर्छ सो यो एक्सपेरिमेन्ट गर्दाखेरि चाहिँ हामीले फर्स्टमा चाहिँ अब याद राख्नुपर्ने कुराहरू चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा चाहिँ लाइक हुन्छ नि हामीले जुन उनीको रिङ्सहरू लिन्छ त्यो चाहिँ फर्स्ट 1, 2, 3 रिङ्सहरू चाहिँ छोडिदिनुपर्छ किनकि उनीहरू अल डिफर्म्ड हुन्छ सो त्यसले गर्दाखेरि चाहिँ एकैचोटि 3, 4, 5देखि तपाईँहरूले स्टार्ट गर्नुभयो भने एकदमै बेसी राम्रो एन्ड सेकेन्ड हाम्रो प्रिकसन चाहिँ के हो भन्दाखेरि चाहिँ लाइक दिस जुन यो ग्लास प्लेट छ र यहाँनिर भित्र प्लेनो कन्भेक्स लेन्स छ सो यिनीहरूको एङ्गल चाहिँ पर्फेक्टली अब 45 डिग्री हुनुपर्छ एन्ड हाम्रो थर्ड प्रिकसन चाहिँ के छ भन्दाखेरि जुन यहाँनिर प्लेनो कन्भेक्स लेन्स छ र त्यो प्लेनो कन्भेक्स लेन्स चाहिँ जतिसक्दो थिन भएको नै राम्रो उसको थिकनेस चाहिँ थिन भएको नै राम्रो